Hi, this video is for the undergraduates and graduates and also the early PhD scholars and who want to write a paper. And there is so most of the early researcher they are facing challenge while writing the background and introduction section while writing the manuscript. Yes, I want to give some tips that can be helpful for you. And first जुनसुकै सेक्टरबाट जुनसुकै फ्याकल्टीबाट फ्रम इभन यु आर फ्रम सोसियल साइन्स ब्याकग्राउन्ड स्टेम फ्याकल्टी स्टेम ब्याकग्राउन्ड any business background, first there are some steps that if you can follow these steps you can write the easily that introduction and background section. First you should go broad concept, broadly macro view. यो भनेको तपाईँ जुनसुकै सब्जेक्ट म्याटरमा रिसर्च गर्न चाहनुहुन्छ त्यो सब्जेक्ट म्याटरको ब्याकग्राउन्ड तपाईँलाई थाहा हुनु पर्यो, के भइरहेको छ, वाइ द्याट इज इम्पोर्टेन्ट, वाइ द्याट टपिक यु टेकन इज अ भेरी इम्पोर्टेन्ट टपिक, and what are the things that is happening recently and previously in terms of literature review. त्यो चाहिँ माइन्डमा कन्सेप्ट राख्नु पर्यो, ब्रोडर कन्सेप्टमा you should mention the importance of that topic, that one. And second you should go you should narrow your concept like in a micro view. फर्स्टमा हामी म्याक्रोमा गयौँ, ब्रोड कन्सेप्ट लेख्छौँ जुनसुकै सब्जेक्टमा पनि, त्यो केमिस्ट्रीको होस्, बायोलोजी होस्, फिजिक्स होस्, सोसियल साइन्स होस्, बिजनेस होस्, होइन. सेकेन्डमा हामी माइक्रोमा जान्छौँ भनेको यु वान्ट टु सेलेक्ट वान वे, होइन, मेथोडोलोजी, अथवा यु वान्ट टु सेलेक्ट एउटा सर्टेन प्यारामिटर्स अथवा सर्टेन पपुलेसन अथवा सर्टेन एरिया. ब्रोड कन्सेप्टमा त हामी रिसर्च गर्दैनौँ, कुन एरियामा कुन सब्जेक्टलाई तपाईँ एड्रेस गर्दै हुनुहुन्छ त्यो माइक्रो भ्यूमा जानु पर्यो, है, माइक्रो भ्यूमा जानु पर्यो. अनि आफ्टर यु वेन्ट थ्रु इट, वेन यु गो थ्रु इट, लाइक यु सुड फाइन्ड सम ग्याप, रिसर्च ग्याप, है. वाट यु रियल्ली वान्ट टु डु, देयर सुड बी सम रिसर्च ग्याप्स, होइन. त्यहाँ केही पहिला गरेका मेथडको लिमिटेसन हुनसक्छ, अथवा देयर सुड बी सम ग्याप यु वान्ट टु फिल, होइन. तिमी त्यो ग्यापलाई कसरी गर्न सक्छौ, त्यो कुराहरू आउनुको लागि यु सुड मेन्सन अबाउट द ग्याप्स, होइन. त्यो ग्याप्स पाइसकेपछि हामी ब्रोड कन्सेप्टमा राइटिङ गऱ्यौँ, हामी म्याक्रो लेभलमा राइट गऱ्यौँ, हामी म्याक्रो पछाडि माइक्रो लेभलमा राइटिङ गऱ्यौँ. हामी के ग्याप छ रिसर्च स्टडीको जुनसुकै सेक्टरमा, तपाईँ बिजनेसमा अथवा सोसल साइन्समा, होइन, नेचुरल साइन्स, जुनसुकै डिपार्टमेन्टमा म्याक्रो भ्यूमा जानु पर्यो, माइक्रो भ्यूमा जानु पर्यो, अनि लोजिकमा जानु पर्यो, अथवा त्यहाँ ग्याप के छ, वाट इज द ग्याप. भइसकेका रिसर्चहरूको त्यहाँ चाहिँ के छ, क्रिटिकल्ली थिङ्किङ गर्नु पर्यो, होइन. अनि लास्टमा तपाईँ जानुहुन्छ वाट यु रियल्ली वान्ट टु डु, वाट इज योर मेथोडोलोजी, वाट इज योर नोबेल आइडिया, वाट यु हेभ डन. लाइक तिमीले रिसर्च गरिसक्यौ, रिसर्च गरिसकेको भए पछाडि त्यो रिसर्चमा चाहिँ तपाईँले के गर्नुभयो, त्यसले कसरी त्यो ग्यापलाई फुलफिल गर्न सक्छ, त्यो आफ्नो आइडिया, आफ्नो नोभेल्टी, आफ्नो मेथोडोलोजी, आफूले के गरेको त्यो कुराहरू चाहिँ लास्टमा लेख्नु पर्यो, होइन. यसरी सरसर्ती हामी माइक्रो भ्यूबाट नम्बर फर्स्टमा याद गर्नु पर्यो म्याक्रो भ्यू, ब्रोड कन्सेप्टमा जानु पर्यो, वाट इज द जनरल कन्सेप्ट अफ द्याट रिसर्च, वाइ इट इज इम्पोर्टेन्ट. नम्बर 2 माइक्रो कन्सेप्टमा जानु पर्यो, अलिकति न्यारो डाउन गर्नु पर्यो, सेलेक्टिभ वेमा जानु पर्यो. नम्बर 3 ग्याप स्टडी गर्नु पर्यो, के लिमिटेसन छ फ्रम द लिटरेचर रिभ्यू. नम्बर 4 मा हामी जानु पर्यो वाट यु हेभ डन रियल्ली, द्याट इज द्याट क्यान सल्भ द्याट प्रब्लम, द्याट ग्याप, द्याट क्यान फिल द्याट ग्याप. हामी 4वटा कुराहरू सम्झिँदै गयो भने हामी एउटा रिसर्च ब्याकग्राउन्ड अथवा इन्ट्रोडक्सन सेक्सन हामी लेख्न सक्छौँ, होइन. इट लुक्स भेग समटाइम, बट if you try to write 1-2 paper, 1 script, then you can adjust it. Yeah, just keep in the mind like first macro view, second micro view, and find out some gap or limitations or that need, and now for what you have done that really helped to solve that gap. यति कुरा जान्यो भने तपाईहरु एउटा सरस्वती इन्ट्रोडक्सन र ब्याकग्राउन्ड लेख्न सक्नुहुन्छ म्यानुस्क्रिप्टको. Okay.